त्यसको फ्यामिली नेम के हो अरे? बम्बे केसी जस्तो लाग्छ। खै के खाएको छ यसले हेर्दा त झ्याप जस्तो देखिन्छ त। खै गाजा धत्रै खा जस्तो छ, जे खायो छोड्दियो हामी जाम। बड्डा बहुत गर्मी छ बड्डा। खै यो त हिजोको केटा होइन र, यो त न्युपाने अङ्कलको छोरा पो रहेछ त। हो र? के खाँदो रहेछ त यसले? आज त यसलाई हेर्न जानै पर्ने भयो, के खाँदो रहेछ नि। हुन्छ पछि पछि जाउँ न त। कताबाट आयो फेरि? हालत हेर्दा त के भयो? ओइ निशेष, निशेष बाबु के हो? उठ निशेष, के भयो? कताबाट आयो? के खाएर आउँछ? कहाँबाट आएको छ? उठ, नाम 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 बिगार्ने भयो, नाम बिगार्ने भयो। आज आएर तैँले पनि होइन त्यही सङ्गतमा लागेर हेर न। मलाई जे छ त्यही गर्छु। तेरो के? मैले तेरो के खाइदिएछ? के खाइदिएछ अरे? यहाँ आफूले यहाँ फाटेको चप्पल लाएर राम्रो चप्पल किन्दैछु, तिमीले यहाँ जे भने त्यही गर्दैछु। म बस्दिनँ यो घरमा, म गएँ। खोइ यसले त धतुरो पो खाँदो रहेछ त यार। धेरै खायो भने त माथि जान्छ त यो त। अङ्कल नमस्ते। नमस्ते न्युपाने अङ्कल। के भयो? अनि हजुरको छोराले त धतुरो खाँदो रहेछ नि त। अनि को छोरा मेरो? ऊ त्यो पर लडिराखेको पनि खाएर अस्ति हिजो खाइराखेको पनि देखेका थियौँ। ओहो यो निशेष होइन र यो? हो के भएछ यिनलाई? हेर त हेर हजुर, ओइ उठ निशेष। सास आएको छ कि छैन? ओहो हिजोको धतुरोले मारेछ कि क्या यिनलाई? डक्टरले बोलाउनु त। कल गर त। अङ्कल हजुरहरू नै निशेषको आफन्त होइन र? यो चाहिँ निशेषको पोस्टमार्टम रिपोर्ट आयो। किन यस्तो घटना चाहिँ कसरी घटेछ बाबु? उहाँको मृत्यु चाहिँ धतुराको ओभरडोजले भएको रहेछ। कस्तो नहुने कुरा गरेको बाबु? धतुरा खाएर पनि कोही मर्छ र? पोसिबल छ र त्यस्तो?